हेलो गाइज, तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला तपाईँहरू सबैजना है। म पनि सन्चै छु। आज चाहिँ मैले यो किवी फ्रुट्स ल्याएर आएको छु। हाम्रो मण्डलीको रेखा तामाङ दिदीले चाहिँ बेच्नु हुँदै रहेछ। अन्त मैले पनि लिएर आएँ। उहाँ दिदीले चाहिँ 210 रुपियाँ केजी बेच्नु हुँदै रहेछ। अनि मलाई चाहिँ खासमा मन पर्दैन हो यो चाहिँ, तर पनि मैले उहाँ दिदीलाई पैसामा हेल्प होस् भनेर चाहिँ मैले किनिदिएँ। अनि दिदीले भन्नुहुँदै थियो पुरा पाकेको छ बहिनी, मिठो छ भन्नुभयो हो। मलाई फेरि किवी फ्रुट मन पर्दैन, मन नपर्ने कुरो त अब जस्तै राम्रो भए पनि मिठो भए पनि मन पर्दैन नि है। अनि गिल्लो गिल्लो रहेछ सबै हो। दिदीले चाहिँ आलु जस्तै केलाएर खानु ल भन्नुहुँदै थियो। अनि तपाईँहरू कसलाई चाहिन्छ भन्नुहोस् है, बजारमा कस्तो महँगो छ है भनेर चाहिँ मैले बिचारा दिदीलाई भनेर चाहिँ किनिदिएँ, उहाँलाई हेल्प होस् भनेर। अनि यो तर किवी फ्रुट चाहिँ यस्तो देख्छु नि, यो भुसभुस परेको यस्तो देखेकोले गर्दा चाहिँ मलाई मनै पर्दैन नि त खानु हो। अनि तर यो किवी फ्रुटले चाहिँ नि ब्लड पुरा बढ्छ, ब्लड प्युरिफाई पनि हुन्छ नि फेरि। यो चाहिँ एकदमै बेस्ट हो। तपाईँहरू आमा दिदीबहिनी दाजुभाइ दिदीबहिनीहरूलाई चाहियो भनेदेखि तपाईँहरू पनि खानुहुन्छ भनेदेखि चाहिँ हाम्रो मण्डलीको रेखा तामाङ दिदीलाई भन्नुहोस् है ल। रेखा दिदी अझै बटुली राख्नुहोस् है, म पनि अझै खान्छु, किनभनेदेखि गुलियो रहेछ हो। म चाहिँ पल्केको छु। अनि यो चाहिँ नि हेर्नुहोस् त, यसरी केलाउनु हुँदो रहेछ हौ दिदीले चाहिँ, यसरी केलाउनु भयो। आलुको बोक्रा केलाको जस्तै केलाएर खानुपर्छ भन्नुहुँदै थिएन। अन्त यसरी चाहिँ केलाउनु भयो। अनि यसरी केलाउनु भयो। मैले चाहिँ यसरी खाएँ। गुलियो छ, सबै गुलियो रहेछ। तपाईँहरूलाई पनि चाहियो भने रेखा दिदीलाई भन्नुहोस् है ल। ओके गाइज, थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएको लागि। फेरि नेक्स्ट भिडियोमा भेटौँला। हुन्छ, बाई, सी यू।